नमस्ते। राष्ट्रिय स्वतन्त्र पार्टीको प्राइमरी चुनावमा कसरी भोट हाल्ने भनेर सोच्दै हुनुहुन्छ? चिन्ता नलिनुस्, आज हामी यो पुरै प्रक्रियालाई एकदमै सजिलो तरिकाले स्टेप बाई स्टेप बुझ्नेछौँ। अब यो चुनाव अरू जस्तो साधारण चुनाव होइन है, यो पुरै डिजिटल हो। त्यसो भए समानुपातिक उम्मेद्वार छान्ने यो नयाँ तरिकामा हामी कसरी भाग लिन सक्छौं त? ल, आउनुहोस् यसको बारेमा विस्तारमा कुरा गरौँ। तपाईलाई कुनै पनि कुरामा कन्फ्युजन नहोस् भनेर हामीले यो पुरै प्रक्रियालाई 6वटा खण्डमा बाँडेका छौं। सुरुदेखि अन्त्यसम्म भोट कसरी हाल्ने र कसरी पक्का गर्ने सबै कुरा हामी एक एक गरेर हेर्नेछौं। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। यो प्राइमरी चुनाव आखिर किन गरिँदैछ? यसको मुख्य उद्देश्य के हो? पहिले त्यो बुझौँ। एकदमै सरल भाषामा भन्नुपर्दा यो चुनावको मुख्य काम भनेको निर्वाचन आयोगमा बुझाउनुपर्ने पार्टीको समानुपातिक सूचीका लागि 110 जना उम्मेद्वार छान्नु हो। यो एउटा चुनाव मात्रै होइन, यो पार्टीले डिजिटल लोकतन्त्रलाई कतिको महत्त्व दिन्छ भन्ने कुराको प्रमाण पनि हो। ल, अब कुरा मात्र होइन, काम गरौँ। दोस्रो खण्डमा हामी भोट हाल्नका लागि कसरी तयारी गर्ने, मतलब एप कसरी चलाउने र लगइन कसरी गर्ने भनेर हेर्छौँ। यो प्रक्रिया एकदमै सजिलो छ, डराउनु पर्दैन। जम्मा 4वटा स्टेप्स छन्। पहिला त पार्टीको अफिसियल एप खोल्नुहोस् अनि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गर्नुहोस्। त्यसपछि भोट भन्ने अप्सनमा ट्याप गरेर आफ्नो मोबाइलमा आएको ओटिपी हाल्नुभयो कि भइहाल्यो। अनि ओटिपीको बारेमा एउटा महत्त्वपूर्ण कुरा है, यो तपाईले पार्टी सदस्यता लिँदा जुन नम्बर दिनुभएको थियो त्यही नम्बरमा आउँछ। विदेशमा हुनुहुन्छ भने पनि चिन्ता छैन, त्यहाँ पनि काम गर्छ। तर याद राख्नुहोस्, यो ओटिपी 3 घण्टाको लागि मात्रै मान्य हुन्छ। अनि यदि भोट हाल्दा हाल्दै एप बन्द भयो भने फेरि लगइन गर्दा नयाँ ओटिपी चाहिन्छ। ल, अब हामी सिस्टमभित्र छिरिसक्यौं। तेस्रो खण्डमा हामी भोटिङ ड्याशबोर्ड कस्तो देखिन्छ र उम्मेद्वारहरूलाई कसरी छान्ने भनेर हेर्नेछौँ। ड्याशबोर्डमा तपाईले उम्मेद्वारहरूलाई 6वटा छुट्टा-छुट्टै समूहमा अर्थात् क्लस्टरमा देख्नुहुनेछ। उहाँहरूको नाम, ठेगाना र छोटो परिचय पनि त्यही हुन्छ। हामी के सल्लाह दिन्छौँ भने भोट हाल्नुभन्दा अगाडि प्रत्येक उम्मेद्वारको बारेमा राम्रोसँग पढ्नुहोस्, किनकि एउटा सूचित मत नै सबैभन्दा शक्तिशाली हुन्छ, होइन र? अब हामी चौथो खण्डमा छौं र यो सायद सबैभन्दा महत्त्वपूर्ण खण्ड हो। यहाँ हामी भोट हाल्ने नियमहरूको बारेमा कुरा गर्नेछौँ। तपाईको भोट खेर नजाओस् भन्नका लागि यी नियमहरू बुझ्न एकदमै जरुरी छ। त्यसैले अलिकति ध्यान दिनु होला है। पहिलो नियम त एकदमै सजिलो छ। तपाईले जम्मा-जम्मी बढीमा 110 जना उम्मेद्वारलाई भोट दिन पाउनुहुन्छ। अब आउँछ अर्को एकदमै महत्त्वपूर्ण नियम, लैङ्गिक कोटा। तपाईले छान्नु भएको 110 जना मध्ये कम्तीमा 57 जना महिला उम्मेद्वार हुनै पर्छ। यो अनिवार्य हो है, ख्याल गर्नुहोला। 57 जना भन्दा कम महिलालाई भोट दिनुभयो भने तपाईको भोट मान्य हुँदैन। अनि यो तालिकाले के देखाउँछ भने हरेक सामुदायिक क्लस्टरबाट कतिजनासम्म उम्मेद्वार छनौट गर्न सकिन्छ। जस्तै खस आर्यबाट बढीमा 33 जना, आदिवासी जनजातिबाट 32 जना र यस्तै अरू पनि। यसले गर्दा पार्टीमा सबै समुदायको प्रतिनिधित्व सन्तुलित हुन्छ। ल, अब अर्को नियममा ध्यान दिनुहोस्, 10% को नियम। यसको मतलब के हो भने तपाईले 6वटै क्लस्टरमा भोट हाल्नुपर्छ। कुनै पनि क्लस्टर छोड्न पाइँदैन र हरेक क्लस्टरमा जतिजना उम्मेद्वार छन् त्यसको कम्तीमा 10%लाई भोट दिनै पर्छ। अझै क्लियर भएन भने एउटा उदाहरण हेरौँ। मानौ खस आर्य क्लस्टरमा 170 जना उम्मेद्वार छन्। अब यसको 10% भनेको 17 जना भयो। त्यसैले तपाईले त्यो क्लस्टरमा कम्तीमा 17 जनालाई भोट हाल्नै पर्छ। त्यसैगरी दलित क्लस्टरमा 40 जना उम्मेद्वार छन् भने कम्तीमा 4 जनालाई भोट दिनु पर्यो। सजिलो छ होइन त? उम्मेद्वारहरू छानिसकेपछि के गर्ने त? अब हामी 5औं खण्डमा छौं, जहाँ हामी आफ्नो भोटलाई कसरी एकपटक फेरि जाँच्ने र अन्त्यमा कसरी पक्का गर्ने भन्ने कुरा सिक्नेछौं। सबमिट बटन थिच्नुभन्दा अगाडि तपाईले आफूले छानेका उम्मेद्वारहरूलाई जति पटक पनि हेर्न र बदल्न सक्नुहुन्छ। तर एउटा कुरा एकदमै याद राख्नुहोस्, तपाईले सबमिट गरिसकेपछि त्यो भोट फाइनल हुन्छ। त्यसपछि कुनै पनि हालतमा परिवर्तन गर्न सकिँदैन। त्यसैले सबमिट गर्नुअघि एकपटक राम्रोसँग सोच्नुहोला। तर हतार गर्नुपर्ने कुनै कारण छैन। यो निर्णय महत्त्वपूर्ण छ र हामीले तपाईलाई सोच्नको लागि पर्याप्त समय दिएका छौं। भोट हाल्नको लागि पुरै 36 घण्टाको समय छ। आरामले आफ्नो समय लिनुहोस् र राम्रोसँग सोचेर मात्रै निर्णय गर्नुहोस्। र अब हामी अन्तिम खण्डमा आइपुगेका छौं।
यहाँ हामी महत्त्वपूर्ण मितिहरू र सबैभन्दा रमाइलो कुरा वास्तविक चुनाव अघि अभ्यास गर्ने मौकाको बारेमा कुरा गर्नेछौँ। ल, यी मितिहरू टिप्नुहोस् वा स्क्रिनशट लिनुहोस्। आज अर्थात् पौष 11 गते साँझ 7 देखि 10 बजेसम्म नमुना चुनाव हुँदैछ अनि वास्तविक भोटिङ भोलि पौष 12 गते बिहान 7 बजे सुरु भएर पर्सि पौष 13 गते साँझ 7 बजे सकिन्छ। अनि आज रातिको नमुना चुनावमा किन भाग लिने त? किनभने यसले तपाईलाई भोट हाल्ने पूरा प्रक्रिया सिक्न मद्दत गर्छ। साथै सिस्टममा केही समस्या छ कि भनेर हामीलाई पनि थाहा हुन्छ। तपाईको सहभागिताले वास्तविक चुनावको दिन सबै कुरा सजिलो र बिना कुनै समस्या होस् भनेर सुनिश्चित गर्न ठूलो मद्दत गर्छ। अन्त्यमा यो चुनाव उम्मेद्वार छान्ने काम मात्र होइन, यो पार्टीभित्रको लोकतन्त्रलाई बलियो बनाउने एउटा ऐतिहासिक कदम हो। तपाईको हरेक मतले यो यात्रालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। आउनुहोस्, हामी सबै मिलेर यो नयाँ सुरुवातको हिस्सा बनौं। यो जानकारीमूलक यात्रामा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद।